यो त्रिवेणी जाने रोड यसलाई हाम्रो भाषामा भारतीय नहर भन्छौँ। यो माथि त्रिवेणी गण्डक ब्यारेजबाट आएर फेरि इन्डिया नै क्रस भएको छ। यसको पानी सिँचाइ हामी नेपालीले गर्न पाउँदैनौँ। तल एउटा ब्यारेज भन्ने बनाइदिएछ विद्युत निकाल्ने हो, त्यसको लागि मात्रै यो कन्टिन्युटी जाने हो। अहिले मल्ल बेलाटारी भन्दा अगाडि यता रुपोलिया पेचुवा हो, यता पारी हाम्रो गाउँ। अनि अहिले यता एउटा कलेज पनि खुलेको छ, युनाइटेड एकाडेमी भन्ने। खासै त चलेको छैन तर ठिकै छ, खोल्नु राम्रो कुरा हो। त्यो कलेजमा +2 सम्म मात्रै हो। यो नहरको पिच पनि पुरै बिग्रिसकेछ। यो बनाउने काम फेरि बिहार सरकार, इन्डियाको बिहार सरकार अन्तर्गत हो। पहिला त्यो पिच तलबाट थियो, अनि अहिले 1-1.5 वर्ष भयो यो पिच यो माथिबाट बनाएको छ। यस्तो छ खाल्टो खुल्टो। हाम्रो गभर्मेन्टले केही गर्न सक्दैन यसको लागि, इन्डियन गभर्मेन्टलाई चाहिन्छ यसको लागि। यहाँ एउटा पुल छ, त्यो पुल यसो हिँडौँ न। यसलाई हामी फलामे पुल भन्छौँ। पहिला हामी सानो हुँदा त यसमा आएर नुहाइन्थ्यो मजाले। यहाँ चाहिँ अब पानी डाइभर्सनको त कुनै उ छैन, यहाँ ब्यारियर त छ। पानी डाइभर्सनको लागि कुनै दायाँमा नहर त छैन, तर पनि यो राखिरहेछ। पहिला यो सानो बाटो थियो, अहिले त यो टिनले राखेर कभर गरिदियो, राम्रो भएको छ। यहाँबाट हाम फाले नुहाउन मजै हुन्छ। अब सकिँदैन होला। पहिला त यहाँ उभिने अनि यहाँबाट हान्ने हो डाइभ तल। यो यसको गियर हो। यो घुमायो भने तलको ब्यारियर चाहिँ माथि तानिन्छ। यो सबै इन्डियाको कन्ट्रोलमा। हाम्रो यसमा केही चल्दैन। कहिले हामी यो मान्छेहरू बित्दाखेरि उता हाम्रो नेपाली नहरमा पानी भएन भने हामी लगभग यता पनि आउने गरिन्छ। यो खोला चाहिँ हाम्रो गाउँतिरबाट आएको खोला हो। पहिला यहाँ गोही पनि पाउँथ्यो। यसले माथि उता त्यो साइड चाहिँ पुरै पहिला डुबान गराउँथ्यो यताको खोलाले। अहिले हल्का सुधार भएको छ अरे। माथि वहाँ अगाडि सोलर प्यानलबाट खेती पनि भइरहेछ।
सरकारले प्रयास त गरेछ तर त्यो सानो सानो टुक्रामा गर्दाखेरि खासै प्रभावशाली हुन सकेको छैन। त्यहाँ पुलबाट हाम्रो रुपौलिया छिर्न गाडीहरू त्यहीँबाट छिर्न उपयुक्त हुन्छ। यहाँबाट त खाली मान्छे मात्रै हो। त्यही पनि यो अहिले सेफ्टी डिभाइस बनाइदिएछ, राम्रो छ यो। पहिला यस्तो हुँदैन थियो, डराइ हिँड्न पर्थ्यो। हामी यहीँको बासिन्दा त हिँडिन्थ्यो, यति मात्रै थियो के यो भाग। यताको भाग थिएन, यस्तो कभर गरिदिएको थिएन, त्यो भएर डर लाग्दो थियो। त सिडी पनि राम्रो बनाइदिएछ। पानीको लेभल नाप्नलाई वर्षेनी मान्छे मर्छन् यहाँ। हाम फाली केही भयो हाम फालिदिने, हाम फालेपछि गयो। ल 25 फिट छ गहिरो। ल अब अगाडि महलबारीसम्म जाम के अरे, महलबारीसम्म आज कभर गर्नु पर्ला। अब त्यही त हो, यो फेरि एकछिन गोजीमा हाल्नै पर्ने भयो। फुटिसकेछ बाटोहरू। अब यो नहरभन्दा उत्तर साइडको जम्मै हाम्रो पहिला रुपौलिया गाविस रमाइलो छ, ठ्याक्कै डाँडाको तलतिर। उता हाम्रो लगभग मिक्स बस्ती छ, बाहुनहरू थारूहरू गुरुङ मगर अलिक कमै छन् तर मिक्स बस्ती नै छ, रमाइलो छ। त्यताको सोसाइटी र यो नहरभन्दा दक्षिणतिरको सोसाइटी फरकै छ अलिकता सबै कुरोमा। त्यो हरकपुरा भन्ने गाउँ हो, यो थारू गाउँ हो। यहाँ पहिला हामी सानो निकै गोहीहरू पाउँथ्यो। सानो पोखरी देखे पनि यहाँ गोहीहरू हुन्छ, अहिले छैन। यो नहरले गर्दा यो पानी सुक्दैन है, जहिले पनि पानी हुन्छ। हाम्रो अगाडिबाट यमराज आइराख्नु भएको छ, यसो ध्यान दिनुपर्छ। यो पानी कहिले पनि सुक्दैन। यो नसुक्ने रहस्य भनेको फेरि यो नहर हो। यताको पानी बिस्तारै तलतलबाट बग्दै जाँदैछ। पहिला बाढी आउँदा त्यो गाउँभित्र गोही हुन्थ्यो क्या, गाउँभित्र। साउन भदौ 2 महिना त यहाँ साह्रै टेन्सनै हुन्थ्यो यो गाउँलाई। मान्छे सबै गाउँ छोडेर बाहिर हुन्थे।
अब अहिले पहिलाभन्दा विकास नै भएको छ, नभएको भन्न मिल्दैन। त्यो बङ्गुर फर्म हो, चलाउन सकेनन् क्या हो। पुरै गाउँ अहिले बाहिर आयो, पहिला सबै भित्र थिए। त्यो हाम्रो जन्मेको गाउँठाउँ रमाइलो लाग्छ जस्तो भए पनि। त्यसलाई हाम्रो लोकल भाषामा पाट भन्छ है, पाट। यसलाई गुन्द्री बनाउन अनि चटाईहरू बनाउन धेरै काम हुन्छ यसको। पलपल त छानो पनि यसकै लगाउँथे, तर चाँडै कुहिन्छ। स्वास्थ्यको दृष्टिकोणले एकदम राम्रो। अहिले यहाँ माछा पोखरी पनि खोल्यो, मान्छे व्यवसायतिर लाग्यो अलिकता। रेस्टुरेन्ट पनि छ त्यहाँ, त्यसको नाम स्वस्ता फिस रिजोर्ट। तुरुन्त त्यही पोखरीबाट माछा मारेर तपाईँले त्यसको परिकार बनाएर तपाईँले खुवाउँछन्। गाउँघरतिर यस्तो बाख्राहरू चराउने चलन पनि छ है। पुरै कमर्सियल होइन, यो चाहिँ पुरा लोकल पाराको। राम्रो हुन्छ नि बाख्राहरू। बिहान पानी पर्दै थियो के अरे, अहिले पानी बन्द भयो, मौसम घाम लाग्यो। यो अहिले हिँडिरहेको सुस्ता गाउँपालिका। पहिला त्यता कुलिया गाविस, नहर पारी रुपौलिया गाविस। त्यसरी कभर हुँदै पहाडको छेउछेउ कभर हुँदै लास्टमा हामी वहाँ त्रिवेणी। हाम्रो यो एरियाको निकै फेमस धार्मिक स्थल हो। एक हप्ता अगाडि यहाँ एउटा बच्चा हात खुट्टा धुन भनेर तल झरेको थियो के अरे, चिप्लेर भिज्यो। यो नहर त सिमेन्टेड छ, ढलान छ, गाह्रो छ। त्यो हाम्रो कुडियाको चिनी मिल। अब यो बाटो हेर्नुहोस्, यसरी साँगुरो पनि बिग्रेको पनि। अब यो नेपाल सरकार अन्तर्गत पर्दैन, जे गर्छ यो बिहार सरकारले गर्छ। त्यसले गर्दाखेरि यसमा हामीले केही दुखेसो गर्न पाइँदैन। इन्डिया भनेको इन्डिया हो, के गर्ने, हामीभन्दा ठुलो छ। यो
महेन्द्र मावि पुडियाको एउटा सानो भवन बनाएको छन्, सञ्चालनमा आएको छैन। मेन भवन चाहिँ उतै छ। खाला जस्तै हेर्छ त यार ट्याक्सी ड्राइभरले यार। यो हो वाल्मिकी खडसारी अथवा सुगर मिल। हाम्रो एरियाको लगभग उनको त्यसले सघाउँछ। अनि यो हाम्रो पालिका स्तरीय अहिले यो हस्पिटल बन्दैछ। पालिका स्तरीय हस्पिटल बन्दैछ, त्यसको बाटो उताबाट क्रस गर्न सकिन्छ। अनि अगाडि म जहाँ गइरहेको छु त्यहाँबाट पनि क्रस गर्न सकिन्छ। यहाँ बिचबाट बाटो छैन। यो हाम्रो लोकल बाटो। नराम्रो बाटो भए पनि राम्रै मान्नुपर्छ। कमसेकम ब्लक त भएको छैन। उता त ठिक थियो, यता चाहिँ साह्रै रफ रहेछ बाटो। मोटरसाइकलहरू हुँदैछन्। यो हाम्रो महलबारी गाउँ। यो नहरको बिचको दूरी जम्मा कति होला, 500 मिटर। ती बिचमा बढी जसो ब्राह्मणहरू, पाहाडतिरबाट झरेका ब्राह्मणहरू छन् भने नेपाली नहरभन्दा उता थारूहरूको बस्ती छ। यहाँ पहिला हाम्रो गाविसभरिमा सबैभन्दा एजुकेटेड बस्ने टोल नै अथवा गाउँ नै यही हो। अहिले त लगभग चारतिर एजुकेटेड भए शिक्षित छन्। र पहिला यो एरियामा बढी थिए। यो महलबारीको दुर्गा मन्दिर। अब यहाँबाट सिधा गयो भने त्रिवेणी गइन्छ। अनि यता गयो भने फेरि नेपाली नहर भएर उतै गइन्छ। क्लोज गरौँ अब।